विश्वमा हुँदै गएको जलवायु परिवर्तनले आम मानिस वर्षेनी विभिन्न खतराको सामना गर्न बाध्य छन्। नेपालमा पनि वर्षेनी वर्षायाममा तराईका भूभागहरूमा डुबान र पहाडमा पहिरोले धनजनको क्षति गर्दै आएको छ। मनसुन सुरु हुने बित्तिकै नदी छेउछाउ बस्ने आम नागरिकको न रातको निन्द्रा हुन्छ न दिनको भोक। वर्षा सुरु भएसँगै देशका विभिन्न ठाउँमा विपद व्यवस्थापन गर्न सङ्घ, प्रदेश र स्थानीय सरकार लागि पर्छन्, जसले गर्दा देशको बजेटमा निकै ठूलो धक्का पुग्छ। प्राकृतिक तथा गैर प्राकृतिक विपद व्यवस्थापनको दीर्घकालीन समाधानका लागि नेपाल सरकारले धेरै योजना तथा परियोजनाहरू अघि सारेको छ। त्यसमध्ये जनताको तटबन्ध कार्यक्रम पनि एक हो। नदीहरूमा उर्लिएका भेलले करोडौंको क्षति पुर्याउँछ। कति मानिस बगाउँछ, कति बस्ती नै बगाउँछ भने कैयौं बाली नाली पनि बगाएर लान्छ। नेपाल सरकारले मानव बस्ती र खेतीयोग्य जमिनको सुरक्षाका निम्ति आर्थिक वर्ष 2066-67 देखि जनताको तटबन्ध कार्यक्रम सुरु गरेको हो। एकैचोटि सबै नदीमा तटबन्ध निर्माण गर्न नसके पनि बिस्तारै दीर्घकालीन रूपमा तटबन्ध निर्माण हुँदैछन्। प्रत्यक्ष जनसहभागितासँगै जनताको तटबन्ध कार्यक्रम पूर्वी नेपालको झापा जिल्लामा पनि सञ्चालित छ। शिवशताक्षी नगरपालिका 5 मा कन्काई नदीले वर्षेनी खेतीयोग्य जमिन र धनजनको क्षति पुर्याउँदै आएको छ। वर्षेनी आउने भेलका कारण आसपासका किसान बाली लगाउने या नलगाउने दोधारमा पर्ने गर्दछन्। नदी कटान हुँदा धेरै नम्बरी जग्गा समेत परेको स्थानीयको भनाइ छ। कन्काई नदीमा आउने भेलका कारण यस क्षेत्रमा करिब 150 बिघा जमिन प्रभावित छ। यसले अहिले तटबन्धन भएको एरियामा लगभग पानीको सतहलाई हेर्दाखेरि त लगभग 20-25 बिघा जग्गा चाहिँ हाम्रो निक्लिएको छ। तथापि सम्पूर्ण जग्गा नै हाम्रो यसबाट प्रभावित लगभग 150 बिघा जग्गा यो एरियाको होइन नै सबै प्रभावित नै जग्गा हो। तैपनि 20-25 बिघा जग्गा चाहिँ हामीले जहिले पनि यसको आसपासमा छोड्नै पर्ने हुन्छ र त्यही छोडेको जग्गाहरू चाहिँ उकास भएको छ। अहिले नदी नम्बरी जग्गामै बगिरहेको छ। स्थानीयले बेला बेला अस्थायी भए पनि रोकथाम गर्नुपर्ने माग गर्दै आएका थिए। त्यसै अनुरूप नेपाल सरकारले झापाको शिवशताक्षी नगरपालिका वडा नम्बर 5 को कन्काई नदीको हात्तीसार क्षेत्रमा आर्थिक वर्ष 2077-78 मा जनताको तटबन्ध कार्यक्रम अन्तर्गत 400 मिटरको बाँध निर्माण गरेको छ। नेपाल सरकारको 3 करोड लगानीमा ठेक्का स्वीकृत भई काम अन्तिम चरणमा पुगेको छ। ढुङ्गा जालीको रिभेटमेन्ट सहितको तटबन्धको स्लोप 6 मिटरको रहेको छ। जालीको लम्बाइ 12 मिटरको राखिएको प्राविधिकहरूको भनाइ छ। अहिले हामी देख्न सक्छौं यो जमिनको खोलाको लेभल र यो जमिनको लेभलमाको फरक चाहिँ 1.5 मिटर भन्दा धेरै छैन र यो यसमा जुन कन्काईको हाम्रो हाई फ्लड डिस्चार्ज 7.5 देखि 8000 को हाराहारी छ र त्यो चाहिँ करिब 2.5 मिटर 3 मिटरसम्म 2.5 मिटरसम्म आउँछ यसको हाई फ्लड डिस्चार्ज। त्यसो गर्दाखेरि चाहिँ करिब 1 मिटर करिब 2 मिटर जति चाहिँ पानी चाहिँ करिब हाई फ्लड आएको फेलामा यो हामीले देखिने यो खेतहरूमा अहिले हामी देख्छौं यहाँ सबै यसले चाहिँ फ्लडिङ गर्छ। यसले गर्दाखेरि यो पछाडीको घरधुरीहरू जोगिने, पशु चौपायाहरू जोगिने, बाटाघाटाहरू त्यहाँ बनेका इन्फ्रास्ट्रक्चरहरू जोगिने र कृषकले लगाएका बाली नाली पनि यो नलागेको खण्डमा चाहिँ बगाएर लाने र बगरमा परिणत हुनेलाई हामीले यो 400 मिटर बाँधले चाहिँ जोगाएका छौं। नदी र जमिनको उचाइ लेभल करिब 1.5 मिटरको फरक छ। नदीको बहाव 3 मिटरसम्म आउन सक्ने भएकाले जोखिम उच्च भएको प्राविधिकहरूको भनाइ छ।
तटबन्ध निर्माण भएपछि खेतीयोग्य जमिनको संरक्षण हुने, धनजन पशु चौपायाको सुरक्षा हुने, विकासका पूर्वाधारहरू जोगिने कारणले तटबन्ध अति आवश्यक छ। तटबन्धको निर्माणले यस क्षेत्रका बासिन्दा निकै हर्षित छन्। नेपाल सरकारबाट जुन नदी नियन्त्रणको लागि यो जुन तटबन्धन भएको छ हैन, यसले लगभग हामी धेरै पीडितहरूलाई राहत गरेको छ र भोलि यो संरचनाको संरक्षण गर्न र यो संरचनाको आसपासमा वृक्षारोपण गरेर यसलाई चाहिँ एउटा के हो भने तटबन्धन चाहिँ हेर्न लायक र एउटा रमाइलो र फेरि त्यसबाट पनि उपभोग गर्न सक्ने तरिकाले हामीले वृक्षारोपण गर्ने योजना गरेका छौँ। पश्चिमतिरको नदीको धारले कटान गरेर धेरै नम्बरी जग्गाहरू बर्बाद भएको छ। अहिले जुन खोलाको जग्गा धेरै पूर्वतिर रहेको छ र अहिले समुच्च नदी नै हाम्रो नम्बरी जग्गामा हुँदै बगिरहेको छ। तैपनि जुन बाँकी रहेको हाम्रा जग्गाहरूको लागि तटबन्धन निर्माणले चाहिँ हामी अलिकति बचेका उपभोक्ताहरू चाहिँ धेरै राहत महसुस गरेका छौँ। अब कन्काई हात्तीसार भेलामुनि उपभोक्ता समितिले तटबन्धको संरक्षण गर्दछ। सानातिना समस्या आए समितिले मर्मत सम्हार पनि गर्नेछ। तटबन्धलाई दिगो बनाउन छेउछेउमा वृक्षारोपण गर्ने, बाँस तथा घाँस रोप्ने समितिको योजना छ। अझ तटबन्धलाई सिँगारेर पर्यटकीय गन्तव्य बनाउने आम नागरिकको सोच छ। आफू सुरक्षित हुने भएपछि यहाँका स्थानीय पनि हर्षित भई तटबन्धको सुरक्षार्थ खटिएका छन्। यसैगरी झापाको बारादशी गाउँपालिका वडा नम्बर 7 का स्थानीयलाई पनि बिरिङ खोलाले वर्षेनी दुःख दिँदै आएको छ। गत वर्ष मात्र बिरिङ खोलाको भेलले 7 वटा घर बगाएको यहाँका स्थानीयले बताएका छन्। धन, जन, खेतीयोग्य जग्गा लगाएको बाली बगाएर स्थानीय शास्ति खेप्दै आएका थिए। नेपाल सरकारको जनताको तटबन्ध कार्यक्रमले आर्थिक वर्ष 2077-78 मा बाँध निर्माण गरिदिएपछि भने स्थानीयले सुरक्षित महसुस गरेका छन्। तटबन्ध नबने यहाँका स्थानीय विस्थापित नै हुनुपर्ने अवस्था आएको बताउँछन्। नदीको डुबान तथा कटानबाट बारादशी गाउँपालिका 7 तुलसीबारी चौधरी गाउँ पीडित थियो। वर्षायाममा आउने भेलले बारादशी गाउँपालिका 7 डाँगीबारी बजारले वर्षेनी ठूलो क्षति बेहोर्दै आएको थियो। बजारमा रहेका विद्यालय लगायत सार्वजनिक संस्थाहरू समेत डुबानमा पर्दा स्थानीय हैरान थिए। अप्ठ्यारो भूधरातल र तटबन्धको अभावले नदीको भेल सिधै बजारमा पसेर करोडौंको क्षति गरेको स्थानीय बताउँछन्। यो निर्माण हुनुभन्दा पहिला जहाँ हामी उभिएको थियौँ, यो तपाईँको हाम्रो लगभग यो उत्तर दक्षिणको बाटो पर्थ्यो। यहाँ चाहिँ तपाईँको घना बस्ती थियो। यो जहाँ अहिले हामी उभिरहेछौँ यहाँ घना बस्ती थियो। तपाईँको 30-40 घर 50 घर घना बस्ती थियो र यो चाहिँ तपाईँको सम्पूर्ण कटान गरेर बिरिङ खोलामा मिसिएको चिज हो। यो खोला यहाँ मात्रै होइन, यो खोला चाहिँ अहिले यो देखिँदै गरेको पछाडि यहाँबाट यसरी बगेर गएको थियो। अब यो यहाँ यति गरिसके पछाडि किसानको केही हदसम्म जग्गा बच्यो। अब बस्ती बस्न नसके पनि उब्जनी हुने तपाईँको जग्गा जमिन बचाउन केही हदसम्म प्रयत्न गरेका छौँ। बच्छ भन्ने आशा पनि लिएका छौँ। यसको संरक्षण हामीले सुरु गरिसकेका छौँ। जस्तै बाँस रोप्ने बाँधमा बाँस रोप्छौँ, घाँसहरू रोपेका छ। हरियो भइसके पछाडि तपाईँको कटान लाग्दैन, पहिरोहरू जाँदैन। यसको संरक्षण गर्नको लागि हिजो वाडाले पनि तपाईँको घाँस वितरण गरेका छ। यो बाँधमाथि नै घाँस पनि उत्पादन गरेर केही हदसम्म किसानलाई अलिकति गाईबस्तुलाई पुग्ने खालको घाँस र संरक्षण गर्ने कुरामा अब यसलाई बाटो विस्तार गरेर दुवैतिर तपाईँको यसरी झार जङ्गलहरू उम्रेर रुख बिरुवाहरू रोपेर यसको संरक्षण गर्ने उद्देश्य छ। बिरिङ खोलामा तटबन्ध बनेपछि अहिले 900 घरधुरीले सुरक्षित महसुस गर्न पाएका छन्। साथै 500 बिगामा रहेको खेतीयोग्य जमिन र बस्ती समेत संरक्षण भएको छ। 600 मिटर पक्की तटबन्ध बनेकाले अब ढुक्क भएर स्थानीयले बाली नाली लगाउने बताएका छन्। पहिला घना बस्ती भएका ठाउँ बिरिङ खोलाले वर्षेनी क्षति गरेपछि पातलिँदै गएको थियो। स्थानीय पुनः बस्ती बसाउने सोचमा पनि छन्।
तटबन्धलाई सुरक्षित गरी दिगो बनाउने बिरिङखोला तटबन्ध तुलसीबारी उपभोक्ता समितिले जनाएको छ। क्षतिग्रस्त क्षेत्रमा तत्कालका लागि जनप्रतिनिधिहरूले अस्थायी बाँध निर्माण गर्ने पनि योजना बनाएका छन्। उपभोक्ता समितिले तटबन्ध क्षेत्रमा बाँस, घाँस, वृक्ष लगायत रोपण गरी सुरक्षा गर्ने जनाएको छ। रोपिएका बाँस र घाँसले पशुपालनलाई समेत प्रोत्साहन दिएको समितिको धारणा छ। कामको क्वालिटी अब हामी त अब जान्दैनौँ यो क्वालिटी सम्बन्धी। अब जनताको तटबन्धनबाट इन्जिनियर डी साहबहरू आइरहनुहुन्छ, उहाँहरूलाई सोद्धाखेरि यो क्वालिटी ठिक छ, राम्रो छ, जति काम भएको छ राम्रै काम भएको छ। यहाँहरूले हेर्दा कस्तो छ? अब हामीले हेर्दा हाम्रो नजरले हेर्दा पनि राम्रो काम भएको छ। अब यो हामी बच्छौँ भन्ने यहाँबाट चाहिँ स्योर एन्ड सर्टे नै छ होइन। तर मासतिरपट्टि अब हाम्रो 350 मिटर बाँध सुरु भएको अवस्था थियो। अब त्यो चाहिँ 120 मिटर मात्रै यसपालि ठेकेदारले गर्न सक्ने अवस्था आयो र बाँकी तपाईँको 200 मिटर जति चाहिँ ठेकेदारले यो ढुङ्गा अभाव, यो कोरोनाकै कारण देखाएर उहाँले म अहिले काम गर्न सक्दिनँ, मेरो चाहिँ बहुवर्षीय योजनामा पर्छ, म सक्दिनँ यो बर्खामा ल्याउन भनेर चाहिँ उहाँ चाहिँ अलिकति पन्छिरहेको अवस्था चाहिँ छ। तर यसले जटिलता ल्याउँछ भनेर चाहिँ हामीलाई चिन्ता लागेको छ यो मासतिरको यो 350 मिटर बाँधले। र हामी सोच्दैछौँ कि अब उहाँले हात झिके पनि स्थानीय सरकारको नाताले हामी यो बस्तीलाई जोखिमबाट जोगाउनको लागि अब वडाको बजेटबाट भए पनि हामी यो तत्काल 15-20 दिनपछि हामी यहाँ काम सञ्चालन गर्ने अवस्थामा छौँ। र यसलाई चाहिँ अब हामीले कसरी हुन्छ यो वर्षायाम यो असोजसम्म चाहिँ हामीले यसलाई जोगाएर राख्न सक्यौँ। वडाकै बजेटबाट, गाउँपालिकाको बजेटबाट भए पनि हामी सुरक्षित हुन्छौँ। आगामी वर्षमा यो योजना चाहिँ सफल हुन्छ, पुरा हुन्छ भन्ने म विश्वस्त छु। झापाको कमला नदी र बिरिङखोलामा बनाइएको तटबन्धले स्थानीयलाई धेरै राहत मिलेको छ। स्थानीयको पनि सक्रिय सहभागिता रहेको नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई विभाग जनताको तटबन्ध कार्यक्रम झापाका कर्मचारीहरूले बताएका छन्। तटबन्धको मुनि स्वीट सोयल र माथि चप्परी लगाइएका कारण यो दीर्घकालीन हुनेमा दुईमत नभएको प्राविधिकहरू बताउँछन्। रिभेटमेन्टमा चाहिँ हाम्रो यो स्लोपमा हामी 6 मिटर 2:1 को स्लोपमा 6 मिटर चाहिँ जाली छ। अनि तर हामी लन्चिङ एप्रोन भन्छौँ, जुन चाहिँ खोलाले खोतल्दै जाँदाखेरि चाहिँ धसिने जाली, यसको चाहिँ हामी 12 मिटर चाहिँ हामीले यसको 12 मिटर यसको चाहिँ हामीले लेन्थ छ। अनि लन्चिङ एप्रोनदेखि यो अब जहाँ हामी अहिले उभिएका छौँ बाँधको टप लेभलसम्म यसको हाइट चाहिँ हाम्रो 4 मिटर छ। 4 मिटर छ। अनि यसै गरी यो माथि चौडा चाहिँ 5 मिटर मिनिमम हामीले 5 मिटर राख्छौँ। अनि तल्लो उता अर्को स्लोपमा गएपछि फेरि हामी चाहिँ छ। अनि यसको चाहिँ फेरि हामी चाहिँ स्विट सोइल राखेर फेरि टर्फिङ चपरी पनि हामी चाहिँ यसो जालीभन्दा बाहेकको सतहमा चाहिँ हामी चपरी लगाउँछौँ हामी यसलाई। यस स्थानहरूमा वर्षातको समयमा आएको बाढीले कटान तथा डुबान गरी भौतिक संरचनाहरूको क्षति गर्नुका साथै कैयौं कृषि योग्य भूमिलाई क्षति पुर्याएको थियो। नेपालका अधिकांश नदीहरू पहाडबाट उत्पन्न भई तराई हुँदै भारततर्फ बग्ने गर्दछन्। पहाड, तराई तथा चुरे क्षेत्रमा भइरहेको वन विनाशका कारण भूक्षय भई बाढीसँगै बगेर आएको बालुवा तथा गेग्रानहरू नदीमा भरिने हुँदा वर्षाको समयमा आएको बाढी गाउँ बस्तीतर्फ पस्ने गरेको र नदी किनारको छेउबाटै ढुङ्गा, बालुवा, गिटी दोहन गर्ने गरेको कारण नदीले उक्त ठाउँहरूमा कटान तथा डुबान गर्ने गरेको छ। जनताको तटबन्ध कार्यक्रम त्यस्ता क्षेत्रमा बाँध बनाई दीर्घकालीन समस्याको समाधानतर्फ अगाडि बढिरहेको छ। आगामी दिनमा आम नेपालीले जलीय प्रकोपको सामना गर्न नपरोस् भनेर जनताको सुख समृद्धितर्फ जनताको तटबन्ध कार्यक्रम अग्रसर छ।